खतरनाक चढाइमा छौँ हामी। खुट्टा दुखिसक्यो हाम्रो यहाँ हिँड्दा हिँड्दा के पनि हिँडिरहेको छु। हिँडेको 5 मिनट भएको छैन, हिँडेको 5 मिनट भएको छैन, सातो पुत्लो गइसक्यो, गुड्किन आँटिसके। गाउनु न गीत ल। यो पहाड भनेको गुलाब फुल हो कि होइन? हजुर, पहाड भनेको गुलाब फुल हो कि होइन? पहाड जस्तै उडिरहने बादल हौ तिमी, बादल हौ तिमी, बादल हौ। गाह्रो भए पनि मलाई अहिले चिनी डाँडा हाइकमा छौँ हामी। यहाँ हाम्रो 22 वर्षको मनिष कोइराला, 23 वर्षको हाम्रो विमल सर हुनुहुन्छ र अरू होइन, म त 16 वर्ष हो। 16 वर्षका अरू 16 वर्ष उमेरैमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भइयो। डाँडाको अवस्था है अब अत्यन्तै रमाइलो चाहिँ भइरहेछ, किनभने ओह्रालो फेरि जाएर फेरि उकालो चढ्दैछौँ। हामी लगभग 15 मिनेट हिँड्यौँ हामीलाई केही छैन, यस्तो उकालो सामान्य उकालो। हामी त 4600 मिटर दुधकुण्ड पुगेर आएका मान्छे हौँ होइन। अब यो सामान्य उकालो यो त हामीलाई रमाइलो चाहिँ भयो धेरै। 1300 बाटो बिर्सेर हामी फर्किँदैछौँ। हाम्रा चाहिँ युवा साथीहरूले बाटो कता कता लगे, धेरै रमाइलो। तर यत्रो हिँडाइबाट फाइदा गर भने हाम्रो न्यू ब्यालेन्स वालाले हो, किनभने उहाँले धेरै हिँड्नु भएन। अहिले चिन्ने डाँडाको सेच रिसोर्टबाट हामी फर्किँदैछौँ। बाटो पुरै अन्धकार छ, केही देखिँदैन, पोर भिजिबिलिटी, पानी परे जस्तो तप 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 शीत परिरहेको अवस्था छ, चिसो। ल मौसमको बारेमा 2 शब्द भनिदिनुहोस्। मौसम एकदम प्रतिकूल रह्यो आजको मौसम। प्रतिकूल मौसमका बावजुद पनि हामीले हाम्रो कार्यक्रम एकदम सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्यौँ। एकदम उल्लासमय छ र आगोको पनि व्यवस्था भएकोले गर्दाखेरि ज्यान बच्यो। यहाँ हिउँ पर्न मात्र बाँकी छ, बाँकी सबै बाँकी सबै परिसक्यो। हाम्रो केएम सर जहाँ कुर्सी लगाउनु भयो त्यहाँभन्दा 2 कदम हिँड्नु भएन, उहाँ कुर्सी होल्डे आगो तापेर बस्नुभयो। सिङ्गो मुढा उहाँले 50 केजीको राम धुनीकोले गलाएको भन्दा बढीमा उहाँ बस्नुभयो। अहिले हामी एकदम के भन्छ यो ओह्रालो भर्टिकल ओह्रालो झर्दैछौँ। ब्रेक लाग्न गाह्रो छ। अब हाम्रो पिएसआर चाहिँ पाहाडकै भएको कारणले गर्दा एकदम सोचपूर्ण तरिकाले हिँड्दै हुनुहुन्छ। हामी मधेसीहरूलाई अलिक गाह्रो भइरहेछ।